नमस्कार साथीहरू, विनर अडियो बुक च्यानलमा तपाईलाई स्वागत छ। आज हामी एउटा यस्तो पुस्तकको बारेमा कुरा गर्दैछौँ जसले लाखौं मानिसहरूको सोच्ने तरिकालाई नै बदलिदिएको छ। यो पुस्तक हो द 48 लज अफ पावर, जुन विश्वका सबैभन्दा धेरै बिक्री हुने र विवादास्पद पुस्तकहरूमध्ये एक हो। रबर्ट ग्रीन एक अमेरिकी लेखक हुन् जो सन् 1959 मा लस एन्जलसमा जन्मिए। उनले इतिहास, मनोविज्ञान र शक्तिको राजनीतिलाई गहिरोसँग अध्ययन गरी यो महत्त्वपूर्ण पुस्तक लेखे। ग्रीनले आफ्नो जीवनमा विभिन्न पेशाहरू अपनाए, चलचित्र उद्योगमा काम गरे, सम्पादक भए र अन्ततः लेखक बने। उनका अन्य प्रसिद्ध पुस्तकहरूमा द आर्ट अफ सिडक्सन, द 33 स्ट्र्याटेजिज अफ वार र मास्टरी पर्छन्। द 48 लज अफ पावर सन् 1998 मा प्रकाशित भयो। यो पुस्तकले इतिहासका राजाहरू, रणनीतिकारहरू, धोकेबाजहरू र महान नेताहरूका जीवनबाट पाठ सिकाउँछ। म्याकियावेली, सन त्सु, क्लजविट्ज लगायत सयौं ऐतिहासिक घटनाहरूको विश्लेषण गरी ग्रीनले शक्ति प्राप्त गर्ने, कायम राख्ने र विस्तार गर्ने 48 सिद्धान्तहरू निकाले। यो पुस्तक मानव स्वभाव र शक्तिको खेलको बारेमा हो। संसारमा जहाँ पनि मानिसहरू छन्, परिवार होस्, कार्यालय होस्, राजनीति होस् वा समाज होस्, त्यहाँ शक्तिको खेल चलिरहन्छ। ग्रीन भन्छन्, तपाईँ यो खेलमा भाग लिन चाहनुहुन्न भने पनि यो खेलले तपाईँलाई छाड्दैन। त्यसैले यसलाई बुझ्नु नै बुद्धिमानी हो। यो पुस्तकलाई कसैले जीवनको हात हतियार भन्छन्, कसैले खतरनाक पुस्तक भन्छन्, तर सत्य के हो भने यसमा लेखिएका कुराहरू संसारमा पहिलेदेखि नै चलिआएका छन्। ग्रीनले केवल तिनीहरूलाई व्यवस्थित रूपमा प्रस्तुत गरेका हुन्। अब सुरु गरौँ 48 नियमहरूको यात्रा। भाग 1, नियम 1 देखि 12, शक्तिको जग। नियम 1, आफ्नो मालिकभन्दा बढी कहिल्यै नदेखाऊ। कल्पना गर्नुहोस् तपाईँ एक प्रतिभाशाली कर्मचारी हुनुहुन्छ। तपाईँको मालिकभन्दा तपाईँ बढी जान्नुहुन्छ, बढी काम गर्नुहुन्छ, तर के यो देखाउनु हितकर छ? ग्रीन भन्छन्, होइन। इतिहासमा निकोलस फुकेको उदाहरण छ। उनी फ्रान्सका राजा लुई 14 का अर्थमन्त्री थिए। एकपटक उनले राजाभन्दा पनि भव्य पार्टी आयोजना गरे, आफ्नो महलको सुन्दरता देखाउन चाहेर। तर नतिजा, राजाले उनलाई जेलमा हाले र बाँकी जीवन त्यहीँ बिताउन पर्यो। माथि भएका मान्छेलाई सधैँ अलिकति बढी महत्त्वपूर्ण महसुस गराऊ। तपाईँको सफलता देखिने गरी देखाऊ, तर कहिल्यै उनीभन्दा माथि नपुगेको जस्तो देखाऊ। नियम 2, साथीहरूमाथि कम विश्वास गर, शत्रुहरूलाई प्रयोग गर्न सिक। यो नियम पहिलो पटक सुन्दा अनौठो लाग्छ। साथीलाई किन विश्वास नगर्ने? तर ग्रीनको तर्क छ, साथीहरू अक्सर ईर्ष्यालु हुन्छन्। उनीहरू तपाईँको कमजोरी जान्छन् र सङ्कटको समयमा त्यही कमजोरीको फाइदा उठाउन सक्छन्। अर्कोतर्फ पुरानो शत्रुलाई माफ गरेर आफ्नो पक्षमा ल्याए उसले आफ्नो विश्वास साबित गर्न सबैभन्दा कडा मेहनत गर्छ। मानिसको क्षमता हेरेर विश्वास गर, मात्र नजिक भएकोले होइन। नियम 3, आफ्नो योजना लुकाऊ। महान रणनीतिकारहरू कहिल्यै आफ्नो अर्को कदम अगाडि नै बताउँदैनन्। जब मानिसहरूलाई थाहा छैन तपाईँ के सोच्दै हुनुहुन्छ, उनीहरू तयार हुन सक्दैनन्, प्रतिरोध गर्न सक्दैनन्। अटो von बिस्मार्कले प्रसियालाई युरोपको सबैभन्दा शक्तिशाली राज्य बनाउनु अघि वर्षौंसम्म आफ्नो महत्त्वाकांक्षा लुकाए। उनले सामान्य देखिने काम गर्दै गर्दै आफ्नो योजना कार्यान्वयन गरे। धुवाँ हेराउनुस्, आगो होइन। नियम 4, जरुरतभन्दा कम बोल। मौन शक्तिशाली हुन्छ। धेरै बोल्ने मानिसले आफ्नो कमजोरी, भय र अनिश्चितता उजागर गर्छ। जति कम बोल्छौँ उति रहस्यमय देखिन्छौँ, उति बढी सम्मान पाउँछौँ। लुई 14 को दरबारमा एक नियम थियो, जो धेरै बोल्छ त्यो कम बुझ्छ। राजा स्वयं अत्यन्तै कम बोल्थे, जसले गर्दा उनका प्रत्येक शब्दको ठूलो महत्त्व हुन्थ्यो। पाठ शब्दहरू मूल्यवान धातु जस्तै हुन्, सीमित भएमा बढी मूल्यवान हुन्छन्। नियम 5, प्रतिष्ठामा सबथोक निर्भर छ, यसलाई बचाउने गरौँ। तपाईँको प्रतिष्ठा नै तपाईँको सबैभन्दा ठूलो सम्पत्ति हो। एकपटक यो नष्ट भयो भने पुनर्निर्माण गर्न वर्षौं लाग्छ। त्यसैले यसलाई जोगाउन सक्रिय रहनुपर्छ। पाठ आफू विरुद्ध उठेका झुटा आरोपहरूको तत्काल र बलियो जवाफ दिनुहोस्। प्रतिष्ठामा आँच आउन दिनु हुँदैन। नियम 6, जे पाउन चाहन्छौ सो माग्न दरबारमा पस्न खोज। शक्तिशाली मानिसहरूसम्म पहुँच पाउनु एउटा कला हो। सही मान्छे, सही समय, सही तरिकाले सम्पर्क गर्न सिक्नुपर्छ। सधैँ सही मानिसहरूको घेरामा रहनु, जहाँ शक्ति र अवसर छन्। नियम 7, अरूलाई तपाईँको लागि काम गराऊ, श्रेय आफूले ल्याऊ।
यो नियम कडा सुनिन्छ, तर व्यावसायिक संसारमा यो सधैँ चलिरहेको छ। महान नेताहरूले टोलीको काम आफ्नो नेतृत्वमा प्रस्तुत गर्छन्, तर ग्रिनको सन्देश भनेको अरूको प्रतिभा र समयको सदुपयोग गर्नु सिक। नियम 8, अरूलाई आफ्नो छेउमा आउन बाध्य गर, कहिल्यै आफू नजाऊ। यो कूटनीतिको मूल सिद्धान्त हो। जो मान्छे अरू कहाँ दौडदै जान्छ उसको मूल्य कम हुन्छ। जो आफ्नो ठाउँमा बसेर अरूलाई आफ्नो छेउमा ल्याउन सक्छ उसको शक्ति बढ्छ। नियम 9, कार्यले होइन तर्क र विचारले जित। विजय मात्र हतियारले हुँदैन, शब्द, तर्क र कूटनीतिले पनि हुन्छ। झगडामा जित्नु नभई दिमागमा जित हासिल गर्नु बढी दीर्घकालीन हुन्छ। नियम 10, संक्रमणबाट बच, दुखी र दुर्भाग्यशाली मानिसहरूबाट टाढा रह। यो नियमलाई भावनात्मक संक्रमणको अवधारणाले बुझाउन सकिन्छ। नकारात्मक, दुखी र असफल मानिसहरूसँग बढी समय बिताउँदा तिनीहरूको नकारात्मकता तपाईमा पनि सर्न सक्छ। ऊर्जा दिने मानिसहरूसँग रहनुहोस्, ऊर्जा चुस्ने मानिसहरूबाट टाढा रहनुहोस्। नियम 11, आफूलाई अपरिहार्य बनाऊ। यस्तो कौशल विकास गर जुन अरूसँग नहोस्। जब तपाईँ अनिवार्य बन्नुहुन्छ तपाईलाई कसैले हटाउन सक्दैन। नियम 12, इमानदारी र उदारता हतियारको रूपमा प्रयोग गर। यो नियम सुन्दा विरोधाभासी लाग्छ, तर कहिलेकाहीँ सही समयमा गरिएको उदारता ठूलो शक्ति र प्रभाव दिन्छ। कुनै राजनीतिज्ञले एउटा ठूलो उपहार दिन्छ, त्यो उदारताको देखावा हो जसले उसको छवि बनाउँछ। भाग 3, नियम 13 देखि 24, रणनीति र नियन्त्रण। नियम 13, सहायता माग्दा स्वार्थलाई नभई स्वार्थलाई अपील गर। मानिसहरू आफ्नो फाइदाको लागि काम गर्छन्, अरूको भलाइको लागि होइन। यसलाई बुझेर जब तपाईँ कसैसँग केही माग्नुहुन्छ उनीहरूलाई देखाउनुहोस् यसमा उनीहरूको के फाइदा छ। मैले तपाईँको लागि यति गरे भन्नुभन्दा यसले तपाईँलाई यो फाइदा दिन्छ भन्नु बढी प्रभावकारी हुन्छ। नियम 14, मित्र र जासुसको रूपमा काम गर। जानकारी नै शक्ति हो। जो मान्छेले बढी जानकारी राख्छ उसले बढी राम्ररी निर्णय लिन सक्छ। कहिलेकाहीँ सामान्य कुराकानीमा पनि बहुमूल्य जानकारी लुकेको हुन्छ। राम्रो श्रोता बनिनुहोस्, मानिसहरूलाई बोलाउनुहोस्। तपाईँले थाहा पाउनुहुनेछ जुन कुरा उनीहरू लुकाउन चाहन्थे। नियम 15, शत्रुलाई पूर्ण रूपमा कुल्चनुहोस्। यो नियम कठोर छ तर ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण छ। आधा जित आधी हार हो। अनेक पटकको इतिहासमा देखिएको छ पराजित शत्रुलाई जीवित छाड्दा उनीहरूले पुनः शक्ति आर्जन गरी फर्केका छन्। पाठ लडाई गर्ने निर्णय गरिसकेपछि पूर्ण रूपमा जित। नियम 16, दुर्लभता र मूल्य कायम राख। ओइलाएको उपस्थितिबाट बच। जुन कुरा सधैँ उपलब्ध हुन्छ त्यसको मूल्य हुँदैन। कहिलेकाहीँ अनुपस्थिति सबैभन्दा बलियो उपस्थिति हुन्छ। ग्रेटा गार्बो, हलिउडकी प्रसिद्ध अभिनेत्री, आफ्नो करियरको उचाइमा अचानक सार्वजनिक जीवनबाट अलग भइन्। नतिजा, मान्छेहरू उनको बारेमा अझ बढी कुरा गर्न थाले। उनको मूल्य अझ बढ्यो। नियम 17, अनिश्चितता कायम राख। अनिश्चितताले अरूलाई तपाईमाथि निर्भर बनाउँछ। जब मानिसहरूले तपाईँको अर्को कदम अनुमान गर्न सक्दैनन् उनीहरू तपाईँप्रति सतर्क हुन्छन्, सम्मान गर्छन्। नियम 18, किल्ला बनाउँदा सुरक्षित छौँ भन्नु भ्रम हो। एक्लोपनाले खतरा बढाउँछ। सामाजिक सम्बन्धहरू नै तपाईँको असली सुरक्षा कवच हुन्। एक्लै बस्ने, अरूसँग सम्बन्ध नबनाउने यसले तपाईँलाई कमजोर बनाउँछ। नियम 19, आफ्नो प्रतिद्वन्द्वीलाई होइन दर्शकलाई चिन। सङ्घर्षमा प्रत्यक्ष प्रतिद्वन्द्वीले मात्र नभई वरपराका मानिसहरूले पनि ठूलो भूमिका खेल्छन्। जनमत, सार्वजनिक समर्थन यो नै असली शक्ति हो। नियम 20, कसैसँग पनि प्रतिबद्ध नहो। स्वतन्त्र रहनुहोस्। कुनै एउटा पक्षमा बाँधिनुभयो भने तपाईँको लचिलोपन समाप्त हुन्छ। दुई पक्षहरूबीच मध्यस्थकर्ताको भूमिका अक्सर सबैभन्दा शक्तिशाली हुन्छ। नियम 21, माछा फसाउन मूर्खता देखाऊ। कहिलेकाहीँ कम बुझेको, सरल वा अनजान देखिनाले शत्रुले तपाईँलाई हेला गर्छ र सुरक्षा गार्डहरू झार्छ। त्यही क्षण तपाईँको अवसर हो। नियम 22, आत्मसमर्पणको रणनीति। कमजोरीलाई शक्तिमा बदल। कहिलेकाहीँ हार मान्नु जित्नुको बाटो हो,
जब तपाईँ स्वेच्छाले पछि हट्नुहुन्छ, शत्रुको क्रोध शान्त हुन्छ, उसले सतर्कता गुमाउँछ र तपाईँलाई पुनः आक्रमण गर्ने मौका मिल्छ। नियम 23, शक्ति केन्द्रित गर। एउटै बलियो सहयोगी 10 वटा कमजोर सहयोगी भन्दा बढी मूल्यवान हुन्छ। आफ्नो ऊर्जा, स्रोत र समय सबैभन्दा बलियो र महत्त्वपूर्ण स्थानमा लगाऊ। नियम 24, दरबारीको खेल सिक। दरबारको राजनीति, आफ्नो वरपरका मानिसहरूसँगको सम्बन्ध, यसलाई कुशलतापूर्वक व्यवस्थापन गर्नु एउटा कला हो। हाँस्नु, खुसी पार्नु र सही समयमा सही कुरा बोल्नु यी सबै दरबारी कौशल हुन्। भाग 4, नियम 25 देखि 36, पहिचान र प्रभाव। नियम 25, परिवर्तनलाई अँगाल्नुहोस्। सफल मानिसहरू आफूलाई समयसँगै बदल्छन्। पुरानो छवि, पुरानो भूमिकामा अड्किनु यसले विकास रोक्छ। आफूलाई नयाँ रूपमा प्रस्तुत गर्ने साहस राख्नुहोस्। कोको च्यानलले आफूलाई बारम्बार पुनर्निर्माण गरिन्, गरिब पृष्ठभूमिबाट विश्वकी सबैभन्दा प्रभावशाली फेसन डिजाइनर बन्न। नियम 26, हात सफा राख। शक्तिशाली मान्छेहरू गल्तिया गर्छन्, तर जिम्मेवारी अरूमाथि थोपर्छन्। एउटा बलिको बाख्रो, स्केपगोट राख्नु राजनैतिक कौशल हो। आफ्नो छवि निर्दोष राख्नुहोस्। नियम 27, मानिसहरूको विश्वास र आस्थाको जरुरत पूरा गर। मानिसहरू तर्क र तथ्यभन्दा बढी भावना र आस्थाले चल्छन्। महान नेताहरूले आफ्ना अनुयायीहरूको आशा, सपना र विश्वासलाई सम्बोधन गर्छन्, केवल बौद्धिक तर्क प्रस्तुत गर्दैनन्। नियम 28, साहसपूर्वक कार्य गर। अनिश्चितता र डरमा पनि दृढता साथ अगाडि बढ्नु, यही नै नेतृत्वको मूल हो। अर्धमनुष्य कार्य पूर्ण असफलता निम्त्याउँछ। जे गर्ने ठूलो गर, साहसपूर्ण गर। नियम 29, योजनाको अन्तसम्म सोच। कार्य सुरु गर्नुभन्दा पहिले अन्तिम परिणामको स्पष्ट दृष्टिकोण राख्नुहोस्। अनेक लडाईँ जित्नेहरू अन्तिम युद्ध हारेका छन्, किनभने उनीहरूले आफ्नो यात्राको अन्तिम गन्तव्य सोचेनन्। नियम 30, सहजता साथ उपलब्धि हासिल गरेको देखाऊ। कति मेहनत गरेको यो कहिल्यै नदेखाऊ। महान कलाकार, खेलाडी वा नेताहरू सहज देखिन्छन्, उनीहरूको पछाडि अगाध परिश्रम लुकेको हुन्छ। नियम 31, आफूसँग सम्बन्ध राख्ने मानिसहरू आफै रोज। तपाईको वरपर को छन्, यसले तपाईको भविष्य निर्धारण गर्छ। गलत मान्छेसँग साझेदारी गर्नु सबैभन्दा ठूलो गल्तीहरूमध्ये एक हो। नियम 32, मानिसहरूको कल्पनाशीलतालाई उत्तेजित गर। तथ्य र सङ्ख्याले मात्र मानिसहरूलाई प्रेरित गर्दैनन्, सपना, दृष्टिकोण र कथाहरूले गर्छन्। महान नेताहरूले सधैँ एउटा ठूलो, आकर्षक भविष्यको तस्बिर बनाउँछन्। नियम 33, प्रत्येकको कमजोर बिन्दु पत्ता लगाऊ। प्रत्येक मानिसमा एउटा कमजोरी हुन्छ, त्यो हो उसको इच्छा, डर वा अहङ्कार। यसलाई बुझ्नु सम्बन्ध र कूटनीति दुवैमा काम लाग्छ। नियम 34, सही ढङ्गले व्यवहार गर। तपाईँ आफूलाई जसरी देख्नुहुन्छ अरूले पनि त्यसरी नै देख्छन्। आफ्नो हावभाव, बोलचाल, पोशाक सबैमा आत्मविश्वास र गरिमा झल्कनुपर्छ। नियम 35, समयको सही प्रयोग गर्नु सिक। सही समयमा गरिएको सही कार्य 10 गुणा फल दिन्छ। अपरिपक्व समयमा गरिएको सही कार्य पनि असफल हुन्छ। नियम 36, जे पाउन चाहन्छौ त्यसलाई तिरस्कार गर। यो विरोधाभासी लाग्छ, तर मनोविज्ञानको दृष्टिले जुन कुराप्रति तपाईँले अनासक्ति देखाउनुहुन्छ त्यही कुरा तपाईँसँग आउन थाल्छ। निरीहता देखाउनु अनेक ठाउँमा काम लाग्छ। भाग 5, नियम 37 देखि 48, अन्तिम र गहन पाठहरू। नियम 37, एक अखण्ड दृश्य सिर्जना गर। जब तपाईँले एउटा शक्तिशाली, आकर्षक छवि बनाउनुहुन्छ, मानिसहरू उसमा आफ्नो इच्छाहरू, आशाहरू प्रक्षेपण गर्न थाल्छन्। यो भ्रम तपाईँलाई अपरिमित शक्ति दिन्छ। नियम 38, आफूले जे चाहन्छौ त्यो गर्नको लागि स्वतन्त्रता सिर्जना गर। अर्काको नियम, अर्काको परिभाषाले तपाईँलाई बाँध्न दिनु हुँदैन। आफ्नै खेलका नियम बनाऊ। नियम 39, पानी जस्तो बन, आकार बदल्न सक। पानी जुनसुकै पात्रमा राख्यो त्यही आकार लिन्छ। परिस्थिति अनुसार आफूलाई बदल्न सक्ने मानिसहरू नै दीर्घकालसम्म टिक्छन्। नियम 40, निशुल्क खाना घृणा गर।
कुनै पनि कुरा निशुल्क आउँदैन। जब कोहीले तपाईँलाई कुनै प्रत्याशा बिना केही दिन्छ भन्छ, सतर्क रहनुहोस्। सबै थोकको मूल्य हुन्छ। आफ्नो बाटो आफै भुक्तान गर्नुहोस्। स्वतन्त्रता कायम रहन्छ। नियम 41। महान मानिसहरूको पदचिन्ह पछ्याउ, तर कहिल्यै त्यसैलाई छाया नबनाऊ। महान गुरु, नेता वा आदर्शका छाया बनेर बाँच्नुभन्दा उनीहरूबाट सिकेर आफ्नो छुट्टै पहिचान बनाऊ। एलेक्जेन्डर द ग्रेटले आफ्नो गुरु एरिस्टोटलबाट सिके, अकिलिजबाट प्रेरणा लिए, तर आफ्नो इतिहास आफैले लेखे। नियम 42। चरवाहा होइन, सिंह बन। जनसमूहलाई नेतृत्व गर्न उनीहरूसँगै बस्नु मात्र पर्याप्त छैन। नेताले दिशा दिनुपर्छ, निर्णय गर्नुपर्छ र आफूलाई अलग देखाउनुपर्छ। नियम 43। मानिसहरूका हृदय र मस्तिष्क दुवैलाई जित। केवल बुद्धि वा केवल भावनाले काम गर्दैन। असली प्रभाव त्यतिखेर हुन्छ जब तपाईँले मानिसहरूको दिमाग र दिलमा दुवै आफ्नो छाप छाड्नुहुन्छ। नियम 44। अप्रसन्न र असन्तुष्ट गराउने दर्पणलाई तोड। नकारात्मकताको दर्पण त्यस्तो वातावरण जहाँ हर कुरामा दोष निकालिन्छ, यसबाट जोगिनुहोस्। सकारात्मक, रचनात्मक वातावरण बनाऊ। नियम 45। परिवर्तनको आवश्यकता देखाऊ, तर सधैँ धेरै एकैपटक बदल्न नखोज। मानिसहरू परिवर्तनबाट डराउँछन्। तपाईँ क्रान्तिकारी परिवर्तन ल्याउन चाहनुहुन्छ भने पनि यसलाई बिस्तारै, चरणबद्ध रूपमा ल्याऊ। नियम 46। कहिल्यै पूर्णतामा पुगेको नदेखाऊ। जब मानिसहरूले तपाईँलाई पूर्ण ठान्छन्, उनीहरू तपाईँको कमजोरीहरू खोज्न थाल्छन्। कहिलेकाहीँ अलिकति कमजोरी देखाउनाले मानिसहरू तपाईँसँग बढी नजिक महसुस गर्छन्। नियम 47। हदभन्दा बढी नजाऊ। आफ्नो जित्न सफलतामा रोकिनु सिक। विजयका भारमा अघि बढ्दा जाने समय अनेक साम्राज्यहरूको पतनको कारण बनेको छ। नेपोलियन बोनापार्टले रसियामा आक्रमण गरेको एउटा महँगो गल्ती थियो, जसले उनको पतन सुरु भयो। जित्यो भने रोकिनु जान्नुपर्छ। लोभले नाश गर्छ। नियम 48। कुनै पनि निश्चित रूप ग्रहण नगर। यो अन्तिम र सायद सबैभन्दा गहन नियम हो। जो मान्छे एउटै ढाँचामा, एउटै तरिकामा, एउटै पहिचानमा बाँधिन्छ, ऊ अनुमान योग्य हुन्छ, र अनुमान योग्य मानिस कमजोर हुन्छ। पानी जस्तो बन, जसलाई समात्न गाह्रो छ। हावा जस्तो बन, जसको दिशा सधैँ बदलिन्छ। प्रकृति जस्तो बन, जुन कहिल्यै बसन्त, कहिल्यै हिउँद हुन्छ। भाग 6। पुस्तकका मूल सन्देशहरू। शक्तिको 3 आयाम। रबर्ट ग्रीनको पुस्तकलाई ध्यानपूर्वक पढ्दा शक्तिका 3 मूल आयाम देखिन्छन्। पहिलो आयाम, आत्मजागरण, सेल्फ अवेयरनेस। तपाईँ आफू कस्तो हुनुहुन्छ, यसको सही ज्ञान नभई शक्ति हासिल गर्न सम्भव छैन। आफ्नो कमजोरी, आफ्नो बल, आफ्नो इच्छा, यी सबैको गहिरो ज्ञान नै पहिलो कदम हो। दोस्रो आयाम, अरूको ज्ञान, अन्डरस्ट्यान्डिङ अदर्स। मानिसहरू कसरी सोच्छन्, के चाहन्छन्, कसबाट डराउँछन्, यो बुझ्नु नै सामाजिक कुशलताको आधार हो। ग्रीनका अधिकांश नियमहरू मानव मनोविज्ञानमा आधारित छन्। तेस्रो आयाम, परिस्थितिको बुझाइ, सिचुएशनल अवेयरनेस। सही समय, सही ठाउँ, सही तरिका, यी 3वटा कुरा मिलाउन सक्नेले नै वास्तविक शक्ति हासिल गर्छ। पुस्तकका विरोधाभासहरू। यो पुस्तकमा धेरै विरोधाभासी देखिने नियमहरू छन्। एकातिर भनिएको छ साहसपूर्वक कार्य गर, नियम 28। अर्कोतिर भनिएको छ आत्मसमर्पण गर्न सिक, नियम 22। यो विरोधाभास होइन, यो परिस्थिति अनुसारको रणनीति हो। कहिले साहसी आक्रमण, कहिले रणनीतिक पछि हट, यही नै कुशल खेलाडीको पहिचान हो। यो पुस्तकको सबैभन्दा ठूलो आलोचना भनेको यसमा वर्णित धेरै नियमहरू अनैतिक देखिन्छन्। धोखा, छल र हेरफेरलाई उपकरणको रूपमा देखाउनु कति मानिसहरूका लागि अस्वीकार्य छ। ग्रीन स्वयंले भनेका छन् कि यो पुस्तक नैतिकताको पाठ्यपुस्तक होइन, यो संसारको वास्तविकताको दर्पण हो। मैले संसार जस्तो छ त्यसको वर्णन गरेको छु, जस्तो हुनुपर्ने थियो त्यसको होइन। तपाईले यी नियमहरू कसरी प्रयोग गर्नुहुन्छ त्यो तपाईको नैतिक बोधमा निर्भर छ। भाग 7। व्यावहारिक जीवनमा यी नियमहरूको प्रयोग। कार्यालयमा
नेपाली कार्यस्थलमा यी नियमहरूको व्यावहारिक उपयोग हेरौँ। नियम 1, मालिकभन्दा बढी नचम्कियौँ। तपाईले नयाँ सफल परियोजना गर्नुभयो भने यो हाम्रो टोलीको र हाम्रो विभागको सफलता हो भन्नुहोस्। सिधै आफ्नो श्रेय लिनु हुँदैन। नियम 4, कम बोल। बैठकमा अनावश्यक कुरा गर्नुभन्दा सोचेर बोल्नु। म सोचेर जवाफ दिन्छु भन्नु कमजोरी होइन, बुद्धिमानी हो। नियम 11, अपरिहार्य बन्नुहोस्। यस्तो सिप सिक्नुहोस् जुन तपाईको संस्थामा अरूसँग नहोस्। डाटा विश्लेषण, नयाँ प्रविधि, विशेष भाषाको ज्ञान। सम्बन्धमा नियम 2, साथीमाथि सावधान। यसको अर्थ सबैलाई शत्रु ठान्नु होइन, बरु मानिसहरूको कार्यको आधारमा विश्वास गर, केवल नजिकपनाको आधारमा होइन। नियम 33, कमजोर बिन्दु पत्ता लगाऊ। यसलाई सकारात्मक रूपमा प्रयोग गर्दा मानिसहरूले के चाहन्छन् बुझेर उनीहरूलाई त्यही दिनु। यो नै राम्रो सम्बन्धको आधार हो। व्यापारमा नियम 13, स्वार्थलाई अपिल गर। ग्राहकलाई हाम्रो उत्पाद किनिदिनुस् भन्नुभन्दा यो उत्पादले तपाईको यो समस्या हल गर्छ भन्नु बढी प्रभावकारी हुन्छ। नियम 16, दुर्लभता बनाऊ। सीमित समयको प्रस्ताव, केवल 100 थान उपलब्ध। यी विपणन रणनीतिहरू ग्रिनको यही नियममा आधारित छन्। भाग 8, ऐतिहासिक उदाहरणहरूको सारांश। पुस्तकमा प्रयोग भएका केही प्रमुख ऐतिहासिक व्यक्तित्वहरूबाट के सिक्न सकिन्छ? म्याकियाभेली। इटालियन दार्शनिक र राजनीतिशास्त्री म्याकियाभेली ग्रिनको पुस्तकको मूल प्रेरणा स्रोत हुन्। द प्रिन्समा उनले भनेका थिए, शासकले सिंह जस्तो बलियो र लोमडी जस्तो चतुर हुनुपर्छ। शक्ति र कूटनीतिको यो दोहोरो प्रकृति नै ग्रिनको 48 नियमहरूको आत्मा हो। सन त्सु। चीनिया सैन्य रणनीतिकार सन त्सुको आर्ट अफ वारबाट ग्रिनले धेरै प्रेरणा लिए। आफूलाई र शत्रुलाई जान, 100 लडाईँमा 100 जित। यो सिद्धान्त पुस्तकका धेरै नियमहरूमा प्रतिध्वनित हुन्छ। क्वीन एलिजाबेथ I। इङ्ल्यान्डकी महारानी एलिजाबेथ Iले कहिल्यै विवाह नगरेर आफ्नो स्वतन्त्रता कायम राखिन्। उनले विभिन्न युरोपेली राजाहरूसँग विवाहको सम्भावना देखाउँदै सबैलाई आफ्नो पक्षमा राखिन्। यो नियम 20 को व्यावहारिक उदाहरण हो। नेपोलियन बोनापार्ट। नेपोलियन ग्रिनको पुस्तकमा सफलता र असफलता दुवैको उदाहरणको रूपमा देखिन्छन्। उनले शक्ति कसरी हासिल गर्ने सिकाउँछन्, साहस, दूरदृष्टि, गतिशीलता, र साथै कसरी नियम 47, हदभन्दा बढी नजाऊ, उल्लङ्घन गरेर पतन भयो त्यो पनि सिकाउँछन्। भाग 9, पुस्तकको समालोचना र सन्तुलित दृष्टिकोण। के यो पुस्तक खराब छ? द 48 लज अफ पावरलाई कसैले खतरनाक भन्छन्, कसैले आवश्यक भन्छन्। सत्य कुरा के हो? पुस्तकका कमजोर पक्षहरू। यो पुस्तक अत्यन्त सिनिकल, नकारात्मकवादी दृष्टिकोणबाट लेखिएको छ। यसमा हरेक मानवीय कार्यलाई शक्तिको खोजको रूपमा मात्र हेरिएको छ। दोस्ती, प्रेम, सहयोग यी भावनाहरूलाई पुस्तकले कमजोरी वा उपकरणको रूपमा मात्र देख्छ। यो अधुरो दृष्टिकोण हो। पुस्तकका बलियो पक्षहरू। इतिहासबाट उठाइएका उदाहरणहरू अत्यन्त रोचक र शिक्षाप्रद छन्। मानव मनोविज्ञानको विश्लेषण गहिरो छ। संसारमा शक्तिको खेल वास्तवमा चलिरहेको छ। यसको जानकारी राख्नु हानिकारक छैन। सन्तुलित दृष्टिकोण। यो पुस्तकलाई एउटा नक्सा मान्नुहोस् जसले तपाईलाई खतरनाक इलाकाहरू देखाउँछ। नक्साले तपाईलाई त्यो खतरनाक बाटो जानलाई बाध्य गर्दैन, तर यदि तपाई त्यो बाटोबाट जानु पर्यो भने तपाईसँग जानकारी हुन्छ। ग्रिनको यो पुस्तक पढेर आफै ठग्न सिक्नुभन्दा ठगाईबाट बच्न सिक्नु बढी उपयोगी छ। भाग 10, अन्तिम सन्देश र निष्कर्ष। साथीहरू, द 48 लज अफ पावर पढेपछि एउटा प्रश्न उठ्छ, के यी सबै नियमहरू अपनाउनु पर्छ? जवाब हो, आवश्यक छैन, तर जान्नुपर्छ। कल्पना गर्नुहोस्, तपाई शतरन्ज खेल्नुहुन्छ। तपाईलाई प्रतिपक्षका सबै चालहरू थाहा छ, तर तपाई आफूले ती चाल नखेल्न पनि सक्नुहुन्छ। बुझ्नु र गर्नु दुई फरक कुरा हुन्। जीवनका 4 ठूला सबक। यो पुस्तकबाट हामीले 4 गहिरा सबक सिक्न सक्छौं। पहिलो सबक, आफैलाई चिन। तपाईको शक्ति, कमजोरी, इच्छा र डरलाई इमानदारी साथ स्वीकार गर्नु नै परिपक्वताको सुरुवात हो। दोस्रो सबक, संसार जस्तो छ त्यसलाई बुझ।
संसार जस्तो हुनुपर्ने थियो भन्दा पनि संसार जस्तो छ त्यसको यथार्थ बुझ्नु बढी उपयोगी छ। तेस्रो सबक, आफ्नो नैतिकता नगुमाऊ। शक्ति प्राप्त गर्न तपाईले आफ्नो मानवता, करुणा र इमानदारी गुमाउनु पर्दैन। हिस्ट्रीका ती नेताहरू दीर्घकालसम्म प्रभावशाली रहे जसले नैतिकता र शक्तिलाई सँगसँगै लिएर हिँडे। चौथो सबक, ज्ञान नै शक्ति हो। फ्रान्सिस बेकनले भनेका थिए, नलेज इज पावर। यो पुस्तकले दिएको सबैभन्दा ठूलो उपहार भनेको ज्ञान हो, मानव स्वभावको, इतिहासको र शक्तिको खेलको। द 48 लज अफ पावर एउटा दर्पण हो जसले संसारको अनुहार देखाउँछ, सुन्दर पनि कुरूप पनि। यो पढेपछि तपाईँ यो संसारलाई अझ राम्ररी बुझ्नुहुन्छ। तर ग्रीनको यो पुस्तक पढेपछि पनि आफ्नो मन सफा राख्नुहोस्। शक्ति प्राप्त गर्नुको अर्थ अरूलाई कुचल्नु होइन, बरु आफ्नो सबैभन्दा राम्रो संस्करण बन्नु हो। जसले बुझ्छ ऊ बाँच्छ, जसले प्रयोग गर्छ ऊ अगाडि बढ्छ, जसले नैतिकता साथ प्रयोग गर्छ ऊ दीर्घकालसम्म स्मरण गरिन्छ। हाम्रो अडियो बुक अन्त्यसम्म ध्यानपूर्वक सुनिदिनु भएकोमा तपाईलाई हृदयदेखि धन्यवाद। यदि यो अडियो बुकले तपाईको सोच, आत्मविश्वास वा जीवनप्रतिको दृष्टिकोणमा सानो परिवर्तन पनि ल्याएको छ भने कृपया हाम्रो च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोस्। हामी विश्वभरका उत्कृष्ट, प्रेरणादायी र जीवन बदल्ने पुस्तकहरूको अडियो बुक तपाईहरूमाझ नेपाली भाषामा निरन्तर ल्याउने बाचा गर्दछौँ। तपाईको समर्थन नै हाम्रो सबैभन्दा ठूलो प्रेरणा हो। फेरि अर्को अडियो बुकमा भेटौँला। धन्यवाद।